भारत भ्रमणमा तपाईहरुले देख्नुभयो भारतका बालबाला प्रधानमन्त्रीहरू जाँदाखेरिको सम्मान भन्दा बढी थियो हाम्रो सभापतिलाई। भारत भ्रमणमा हुँदै गर्दाखेरि दुईटा पुलिसका गाडी अगाडि दुईटा पुलिसका अगाडि पछाडि स्कटिङ थियो रवि लामिछानेलाई। हाम्रा आफ्ना मान्छेका हाम्रा आफन्तका मान्छेको अगाडिको घरको बाटो बन्ने होइन, जहाँ बाटो बन्न पर्या हो त्यही बाटो बन्ने हो, त्यही बाटो बन्नुपर्छ। सरकार बनेको कति नै भएको छ र, तर मान्छेले खै त भनेको कुराहरू खै त पुरा गरेको भन्न थालिसके। त्यो भनेको हामीप्रतिको अपेक्षा बढी हो, हामीप्रतिको जिम्मेवारी हामीलाई मानेको हो मान्छेले। जिल्लामा रवि लामिछानेमाथि मुद्दा लगाइराख्दाखेरि पुलिसका गाडी जसरी अगाडि हिँड्थे, हाम्रा साथीहरूले मोबाइलबाट खिच्दाखेरि पनि मोबाइल थुत्दिन्थे प्रहरीले। मलाई साथीहरूले योभन्दा अगाडि चुनावका बेला पनि ललितपुरबाट उठ्न भन्नुभएको थियो। बुद्धरत्नजी यहीँ हुनुहुन्छ, प्रभा दिदीहरूले यही क्षेत्रबाट, मेरो घर यहीँ तल नजिक हो। तर मैले सजिलाका लागि जित्नका लागि यहाँबाट उठेको भए यदि सजिलो हुन्थेन। मैले आफ्नै ठाउँमा जानु पर्थ्यो। म कञ्चनपुर 2 मा गएँ, मेरो जिल्लामा पनि क्लिन स्विप भयो, 3 सिट थिए, 3 सिटै आयो। तपाईहरुले देख्नुभयो, म लामो बोल्दिनँ, यहाँ आउने साथीहरू हुनुहुन्छ, अधिवेशनको प्रक्रिया छ। भारत भ्रमणमा हामी थियौँ। भारत भ्रमण कस्तो भयो तपाईहरुले हेर्नुभयो। भारतमा जुन सम्मान रवि लामिछानेलाई दियो त्यो हेर्नुभयो। यो पार्टी एकजना दुईजना व्यक्तिले बनाएको पार्टी होइन, यो तपाईँ हामी सबैको एफोर्ट छ, यसमा सबैको मेहनत छ। जनताले जुन मत दिएको छ, जुन विश्वास दिएको छ, त्यसको कदर गर्नुपर्ने छ। भारत भ्रमणमा तपाईहरुले देख्नुभयो भारतका बालबाला प्रधानमन्त्रीहरू जाँदाखेरिको सम्मान भन्दा बढी थियो हाम्रो सभापतिलाई। पछिल्ला धेरै दशकहरूमा भारतसँगको सम्बन्धमा कमी थियो। योपालि जुन भारत भ्रमण भयो, नरेन्द्र मोदीसँगको मिटिङमा म पनि थिएँ। भारतका प्रधानमन्त्रीहरू, गृहमन्त्री, परराष्ट्र मन्त्रीले अब यो सम्बन्ध सुधार्नुपर्छ, भारत धेरै अगाडि पुग्यो, भारत धेरै विकास भयो भारतमा। तपाईहरुलाई भन्छु, म सानो छँदाखेरि मेरो घर महेन्द्रनगरबाट पारिपट्टि भारत हो। बुवासँग जाँदाखेरि भारतमा त्यो तछाड हुन्थ्यो, लडाइँ हुन्थ्यो, बसमा चढ्नका लागि, प्लेनमा चढ्थ्यो, ट्रेनमा चढ्नका लागि। आज हेर्नुहोस् भारतमा मेट्रो सिटी भयो, प्लिज हेभ अ सिट भन्छन् इन्डियनहरू। त्यही छेउको भारत त्यति विकास हुने अनि हाम्रो देश त्यस्तै हुने कसरी भयो होला त? हो, योपालि रासोपाले मत पाएको छ, राष्ट्रचन्द्र पार्टीले मत पाएको छ। त्यो मत विकास गर्नका लागि पाएको हो। हिजो भएकाहरूले, हिजोका नेतृत्वमा बसेकाहरूले, हिजो भएका राजनीतिक दलहरूले नगरेकै कारणले हामीलाई मत दिएको हो। रासोपामा कतिपय ठाउँहरूमा को उम्मेदवार छ भन्ने थाहा थिएन, तर घन्टी छ भन्ने थाहा थियो। जहाँ जहाँ घन्टी छ त्यहाँ छाप लगाइदिएको थियो। मैले चुनावका बेला भोट माग्दाखेरि मैले भनेको थिएँ, रासोपाले विधि ल्याउने हो, थिति ल्याउने हो, समानता ल्याउने हो। त्यो भनेको अस्पताल जाँदाखेरि कसैको सोर्स फोर्स नलागोस्। अस्पतालमा पनि तपाईहरुलाई थाहा छ बेड पाउनका लागि नेताहरूको सोर्स चाहिन्छ, कसैको भनेको सुनेको चाहिन्छ। रासोपा सरकारमा छ, त्यो थिति हामीले ल्याउने हो। फर्स्ट कम फर्स्ट सर्भिस हुन्छ। अस्पतालमा जो पहिले आयो उसको उपचार हुने हो। कोही ठुलो मान्छे, कोही नेताको मान्छे, कोही मेरो मान्छे, कोही अर्काको मान्छे भनेर उपचार हुने पद्धति रोक्ने हो। मलाई थाहा छ यो दक्षिण ललितपुरको अवस्था, यहाँको विकास, अघि बाटोको कुरा हुँदै थियो, चापागाउँको यो बाटो बन्नुपर्ने छ। हाम्रा नेताका, हाम्रा कार्यकर्ताका, हाम्रा आफ्ना मान्छेका, हाम्रा आफन्तका मान्छेको अगाडिको घरको बाटो बन्ने होइन, जहाँ बाटो बन्न पर्या हो त्यही बाटो बन्ने हो, त्यही बाटो बन्नुपर्छ। हामीले पनि त्यही गर्यौँ, हामीले पनि त्यही सिक्यौँ भने त के फरक भयो र उनीहरू र हामीमा? हाम्रो प्रधानमन्त्री बालेन शाहले भन्नुभएको छ, कांग्रेस हिँड्ने पनि बाटो बन्ने हो, एमाले हिँड्ने पनि बन्ने हो, माओवादी हिँड्ने पनि बन्ने हो, सब हिँड्ने बन्ने हो। जहाँ बाटो बन्नुपर्ने हो त्यहाँ बन्ने हो। त्यसको जिम्मा हामीले लिनुपर्छ, त्यसको काम हामीले गर्नुपर्छ। मान्छेमा धेरै अपेक्षा छ, समय थोरै छ। सरकार बनेको कति नै भएको छ र, तर मान्छेले खै त भनेको कुराहरू खै त पुरा गरेको भन्न थालिसके। त्यो भनेको हामीप्रतिको अपेक्षा बढी हो, हामीप्रतिको जिम्मेवारी हामीलाई मानेको हो मान्छेले। त्यही भएर